हेलो गुड मर्निङ एभ्रिवान, के छ? आरामै हुनुहुन्छ? आज चाहिँ म हाम्रो पुर्ख्यौली घर बागलुङमा छु हैन। बागलुङको ठुलुङ्गामा छु। हाम्रो घर चाहिँ यता हो। हामीहरू चाहिँ हिजो आइपुग्यौँ। तपाईहरुलाई चाहिँ आज म पुरै डिटेल रूपमा घरदेखि यहाँसम्मको यात्रा देखाउँछु। भिडियोलाई नछुटाएर अन्तिमसम्म हेर्नु होला है त। हामी चाहिँ अब ठ्याक्कै घरदेखि अब कुल पूजाको लागि निक्लिँदैछौँ। हामी घरबाट चाहिँ निक्लिने बेलामा यसरी निक्लिँदैछौँ हैन। हाम्रो दुई भाइको एउटा पाठा छ। हामी चाहिँ हिजो निक्लिएको, हिजो बिहानदेखि निक्लिएको। अब यहाँ यसो गर्दैछौँ। हामी यहाँबाट चाहिँ पश्चिम फेरि दाइहरूलाई लिन जाने हो। दाइहरूलाई लिन गएर त्यहाँबाट हामी फेरि दाइहरूसँग भेटेको पनि भिडियो बनाउने छु। फाइनल्ली म दाइहरूसँग भेटेर पनि गाडीमा बसेछौँ। गाडीमा पनि हामी इन्जोय गर्दै आइरहेछौँ है। ल हेर्नुहोस् है साथीहरू, मालढुङ्गा कटेसी घुम्ती रोड भन्ने यही हो। यही हो ल हेर हो। यो चाहिँ मालढुङ्गा कटेसी घुम्ती रोड भन्ने यही हो को यो मालढुङ्गा आएछ। यो कटेसी बल्ल घुम्ती रोड भएछ त। यो पुरै ढुङ्गा त होला नि। यस्तो बवाल रहेछ नि त यो पहाड त। हो केजीमा पाइने गाठ गरे। केजीमा पाइने के गरे? चन्दन केजीमा पाइने काठ। चन्दन त हो नि, रक्त चन्दन। अरू नि केजीमा पाइन्छ। तपाईँलाई के थाहा? तँलाई के थाहा? मलाई ठुलो बनायो नारी छोरे। जाम परेको अवस्था भन्छु। पौरिन जामको यता तल गाउँ भनेको गाउँ हुन्छ नि त्यस्तो हरियालीमा। हजुर रोमानियामा चाहिँ यस्तो पुल पनि हुँदैछ। रोमानियामा यस्तो टिप्पर नेपालको जस्तै हुँदैछ क्या टिप्परहरू। ल हेर्नुहोस् त, रोमानियामा पनि पिच गर्दैरहेछ, नेपालमा जस्तै हुँदैछ। यहाँ बाटो बन्दैछ, जेसिबीले खन्दैछ। रोमानियामा हामीलाई चाहिँ साला अफिसमा बस्ने भनेर लिएर आयो। यहाँ यस्तो बाटोमा काम लगाउनलाई यस्तो पनि भन्नु पर्यो। धसो फसायो। ढुङ्गा कटेसी घुम्ती रोड भनेर भन्थे। रोमानियामा नि यस्तो घुम्ती हुँदै यस्तो कचडा नि हुँदैछ। रोमानियाको मालढुङ्गा है। अब यहाँ त किन्ने होइन त दही पानी त। रोमानियामा त भरेर खाने हो। पुरै नेपाल जस्तै पानी झ्याप्प। यहाँ रोमानिया नेपालको झन्डा नि रहेछ अलि। खोइ यता ठ्याक्कै हुँदैछ, नेपालको पुलिस जस्तै हुँदैछ। यहाँ हो
त्यहाँबाट छिर्ने हो पारेको पारेको यहाँको यता माथि त ठुल्ठुलो ढुङ्गा रहेछ यार यो के गाउने यो तिनडाँडा भन्ने रे तिनडाँडा हाम्रो पुर्खौली घर अब कता तल्लो हो यतै 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 यता यता गाईले मुडा हो गाउँ ल टाढै आइयो ल घर ल मकै भर्खर दोहोऱ्याउने बेला भएछ
मैले देखेको थिएँ बोका अर्क्यो के हो यार उता हामीभन्दा एकछिन पऱ्यो हाम्रो गाउँ त्यसले एउटा बोका हराएर मिरभन्दा पर थियो अरे मजासँग चिनिमिरबाट ओराएर बोकै थियो छट्याएर कहाँ पुरा पर खोला पनि कहाँ पुग्यो थाहै भएन अब वाचन ठाउँमा गएर हेर्दा अब यता पछाडिबाट खस्यो होला क्या थाहै भएन अगाडि यता साइडबाट खस्यो थाहा हुँदैन होला पैसा दिन्छ केराहरू चाहिँ धेरै हुँदैछ क्या यता होइन हो धुलो चाहिँ त्यो पारीको गाउँ के भन्छन् त्यता पारीको गाउँलाई बागलुङ पञ्चकोट ए यहाँ माथि त्यो पारीको होइन घाँस भाँचेर खान्छ होला बल्ल बाख्राले मकै त बल्ल धान छोड्दो रहेछ होइन यही होला हाम्रो गाउँ अझै पारी हो यता माथि हो यो सानो भन्ने यहाँ पारी यो उयो पारी डाँडा आयो यही होइन भाइ यहाँको त्यहाँ तल्लो बाटो नि रहेछ फेरि बाटो त्यो बाटो आउने हो पैसा मागे 17,000 यहाँ सामानहरू पनि ढाड्ने कार्यक्रम रहेछ यहाँ सामानहरू ढाड्ने क्रम जारी छ मारा ऐसली त्यसको टाढो फाइनल्ली आइपुग्यो हामी होइन दाइ होइन कि आयो होइन राम्रै यता सबैजना आइपुग्यो अघि त उता देख्दाखेरि बल्ल भिनाजुलाई लास्टमा देखाउनु पर्यो नि त होइन भिनाजु फाइनलमा यसो मजाले राम्रो गरेर लिएर आउनु हो सुरुमा र फाइनलमा सुरु र फाइनलमा हो देखाउने यहाँ ठ्याक्कै पाठा यहाँ छ हाम्रो मन्दिर यहाँ अरे यहाँ बन्दै रहेछ यतातिर घर फाइनल्ली आइपुग्यो है त्यही हो हाम्रो पुर्ख्यौली घर बागलुङ बजार त्यता पारी है
पारी जाडोमा त लास्टै जाडो थियो र त अहिले त आनन्द अहिले त ठिक्क गर्मीमा ठिकै रहेछ त्यस्तो एकदम सही अहिले भिनाजी थाकेर बस्नु हो कस्तो अनुभव भयो दाइ एकदम पहिलोचोटि तपाईँ पहिलोचोटि होइन पहिलोचोटि हो तपाईँ म भनेको पहिलोचोटि ट्याक्क आइयो दुई भाइ अरू चाहिँ अब अहिले एकैचोटि आइसकेको आइसकेका सबैजना हामी दुई भाइ चाहिँ पहिलोचोटि पहिलोचोटि आएको अनि घर चाहिँ यहीँ छ यी यता घर पछाडि हाम्रो दाजुभाइको घर हाम्रो दाजुभाइका घरहरू पुरै सुन्तलाका बुट्टाहरू यस्तो मकैबारी कराम डराम होइन मकैबारी डराम हुँदैछ ल अब हामी चाहिँ सामान झार्ने कार्यक्रम यहाँ यी भाइहरूलाई थाकेर भनेको त उभ्याएको भएर आएछन् झार्ने क्रममा छन् यहाँ भाइले झार्ने होला नि भाइले झार्दै हुनुहुन्छ यहाँ चाहिँ यसरी यो बाख्रालाई हिजोदेखि केही नखाएको यसरी चराउँदैछौँ अब हामी चाहिँ आज यिनीहरूलाई यत्तिकै राख्ने हो भोलि बिहानदेखि यतिखेर भन्दा अझै चाँडोदेखि पूजा सुरु हुन्छ अनि पूजा गरेको पनि तपाईँहरूलाई देखाउँछौँ हाम्रो होइन यो बाख्रा लिएर आउँदै हुनुहुन्छ यहाँ चराउनको लागि बोकाहरू के यहाँ छन् नि दुईवटा यिनीहरू पनि मजाले आए यता ल हेर्नुहोस् त यहाँ गाउँ कति रमाइलो छ ए हाम्रो दाइहरू आउँदै हुनुहुन्छ ल मकैको बुट्टाहरू हेर्नुहोस् कति ठुला छन् बुट्टाहरू सुन्तला भोलि तपाईँहरूलाई हजुर चराउनु पर्यो नि दाइ हाम्रा अहिलेका जल्दा बल्दा दाइहरू आउँदै हुनुहुन्छ है केबी दाइको त्यो यो चुरे दाइको यो मेरो एकदम रमाइलो छ है रमाइलो छ हरियो मकै करम हाम्रो अर्को दाइ आउँदै हुनुहुन्छ है भयङ्कर दाइ आउँदै हुनुहुन्छ दाइ ढिलो भयो क्या हिँड यार 16 मौसममा भयो क्या झक्कडी मान्छे हो क्या अहिलेको जल्दो बल्दो एकदम मान्नेको दाजु किन आँखा घोच्नु भयो र किन आँखा घोचेर आउनु भयो र लिङ्गोले फेरि ल साथीहरू म तपाईँहरूलाई भोलि पनि यसै गरी हाम्रो कुल पूजा कसरी गरिँदैछ भनेर चाहिँ देखाउने छु भिडियो अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद अनि भिडियोहरू मन पर्यो भने चाहिँ लाइक सेयर कमेन्टहरू चाहिँ गर्न नबिर्सिनु होला है त।